हेलो साथीहरू, वेलकम टु माई भिडियो है। सन्चै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? म त यहाँ काममा आएको कि काममा झ्याउ लगाइसक्यो क्या। मलाई काम गर्ने दुईजना छौँ होइन। बाजे जापानिज भइहाल्यो, म एक्लै छु। अनि के कति बोल्नु के बोल्नु होइन, मेरो कुरा त सकिहाल्छ। नेपाली भएको भए पो कतार 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 बोलिरहनु हुन्थ्यो। जापानिज बाजेसित के बोल्नु कति बोल्नु क्या, अरू भन्दा पनि अब बोल्न त बोलिन्छ होइन। हे भगवान्, लाठी जस्तो भइसक्यो म त। लाठी क्या ठ्याक्कै। म त दिक्क लाग्छ कस्तो काहीँ त भने कस्टमर आउँदा त बरु ठिकै हुन्छ, कामकै बारेमा कुरा हुन्छ नि त। अनि काम नहुँदा त अब नेपालीहरू भएको भए पो ल, अब केही अब हामी त्यस्तै हो नि त। बाजेसित त के बोल्नु, त्यो बाजे बाहिर गयो। अनि मैले झ्याउ लाग्यो क्या। सफा पनि कति गर्नु, त्यही सफा गर्ने हो। कस्टमर आएको छैन, आयो भने त बरु पकाइ खाना बनायो, खाना भन्न आयो नेपाली नि त, खानै भन्न आउँछ। अनि कस्टमर आयो भने चाहिँ टाइम गएको थाहा हुँदैन। कस्टमर आएन भने त फेरि उयो बिजोको त्यही गऱ्यो बस्यो र साथीहरू। म चाहिँ यहाँ पकाउँछु होइन, अनि फेरि यहाँ खाना दिन्छु। अनि फेरि म चाहिँ यहाँ चाहिँ भाँडा माझ्छु। त्यही हो, म चाहिँ यहाँ के अरे खाना पकाउने पकाउने ठाउँ देखाउन आए जस्तो भयो क्या। ठिकै छ त्यो पनि। अनि चाहिँ रक्सी खाने भ्याउनु होला, हाम्रोमा जति पनि पाउँछ। 1 घन्टामा जति खाए पनि हुन्छ, 1 घन्टामा हुन्छ क्या। रक्सी चाहिँ यहाँ पनि छ अनि अर्को पनि छ। यहाँ गाईको मासु खाने भए पनि आउनु, अनि बङ्गुरको मासु खाने भए पनि आउनु। अनि कुखुराको मासु चाहिँ पाउँदैन ल, कुखुराको मासु त खाने नै होइन। कुखुराको मासु राख भनेर गाडी राख्दैन होला, मेरो लागि त के राख्थ्यो र। मलाई चाहियो भनेको तर त्यो बिल्कुल हुँदैन। अनि के साथीहरू, अनि यहाँ चाहिँ गाईको मासु पाकिरहेको छ। गाईको मासु हो। अरू पछि मान्छे आएनन् भने त्यो पनि देखाउँछु ल। अरू त के हो भन्नु, के हो के साह्रो झ्याउ लगाएको हो भगवान्, ए भगवान्। ठिकै छ होइन। अरूको त 1 घन्टा के हुन्छ होला, मेरो त जति बेला नि के काममा छिरेदेखि के के गरौँ अब, के गर्ने होला त भनेर चाहिँ अब त धेरै नबोलौँ होला है ल। अहिले गाईको मासु निकालेपछि देखाउँछु ल। पनि बाजे आएन भने, बाजे आयो भने त देखाउँदैन। बाजे आयो भने मोबाइल तेर्साउनु भएन, नआएको बेलामा होस् निकाल्ने। अब आए जस्तो छ, बत्ती बोल्यो अरे।
हेलो त्यही हो साथीहरू ल अहिले आउँछु ल एकछिनमा अनि कि यो पनि छ कि हाम्रोमा यस्तो यस्तो कति छ यो छ अनि यो स्यान्डल छ अनि फेरि यो ल यस्तै देखाउँछु आँखा नि यस्तो पनि छ अनि पिङ्क कलरको पनि छ यस्तो क्युट छ नि अनि फेरि यो गुच्छा होइन गुच्छा जस्तै छ तर गुच्छा होइन यो प्लास्टिकको छ बल जस्तो भन्यो त्यस्तो जे भन्यो त्यही छ क्या यो म त खेल्दै बस्दै गर्छु काममा आयो खेलो गयो कस्तो रमाइलो छ म कि यो देखाउँछु यो अदुवा तर खाना चाहिँ मिठो अमिलो अमिलो मिठो हुन्छ क्या यो चाहिँ होइन त्यही नै हो यो गाईको मासु हो अनि यो चाहिँ खै यो पिठो हो यो अन्डा भइहाल्यो अनि के साथीहरू अनि त जुस पनि पाउँछ देख्नुभयो जुस यो चाहिँ फ्रीको होला मेरो लागि ल ल खाएँ ल यो चाहिँ मुही हो मुही मुही खाने भए आउनु होला गुलियो मुही मिठो मुही आउनु ल